नमस्ते सम्पूर्णलाई। मैले चाहिँ अस्ति लोकप्रिय मिडियामा केही समाचार राखेको थिएँ। उहाँहरूको चाहिँ एकदम आर्थिक अवस्था धेरै कमजोरी भएको कारणले चाहिँ कतैबाट के सहयोग जुटिहाल्छ कि भनेर लोकप्रिय मिडियामा समाचार राखेको थिएँ र लोकप्रिय मिडियाको टिमलाई धन्यवाद भन्न चाहन्छु र मिठो माया मिठो सम्झना छ उहाँहरूलाई। र सहयोगी मन सहयोगी हातले यहाँ केही रकम सहयोग गरिदिनु भएको छ। यहाँ चाहिँ 16,920 रुपैयाँ छ। उहाँहरूको सहयोगी हात सहयोगी मन भएका व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद। धेरै धेरै मिठो माया मिठो सम्झना छ उहाँहरूलाई। जीवनमा सफलता मिलोस्, एकदम पुण्यको काम मिलोस् भन्न चाहन्छु सहयोगी मनहरूलाई। र अरू चाहिँ क्युआर मार्फत आएको छ। उहाँ चाहिँ आदरणीय प्यारो साथी उहाँले चाहिँ भन्नुभएको छ, मेरो नाम नलिनु होला, बुबाको नाम लिनु होला भन्नुभएको छ र मैले उहाँको नाम लिन चाहेन र उहाँको बुबाको नाम लिन चाहेँ। उहाँ चाहिँ हुनुहुन्छ लापिल्लाङ पिलिखोपबाट दल बहादुर थामीज्यूले रु 1500 सहयोग हालिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मिठो माया मिठो सम्झना छ। र त्यसै गरी सुस्पाबाट सुब्बा थामीज्यूले 5,000 सहयोग हालिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। मिठो माया मिठो सम्झना छ उहाँलाई एकदमै। र उहाँको ठेगान त खुलेको छैन। नाम चाहिँ मदन थामी ज्यूले रु 150 हालिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। मिठो माया मिठो सम्झना छ उहाँलाई पनि। र त्यसै गरी रामपुरबाट उर्मिला श्रेष्ठ ज्यूले रु 1055 हालिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। मिठो माया मिठो सम्झना छ उहाँलाई पनि। र त्यसै गरी झापाबाट मेरो दिदी हुनुहुन्छ शारदा थामीज्यूले पनि रु 1010 हालिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। मिठो माया मिठो सम्झना छ। र त्यसै गरी गौरव देवकोटाज्यूले पनि रु 500 हालिदिनु भएको छ र उहाँलाई पनि मिठो माया मिठो सम्झना धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। र त्यसै गरी मनोज खत्रीज्यूले रु 500 हालिदिनु भएको छ। उहाँलाई पनि मिठो माया मिठो सम्झना धेरै धेरै धन्यवाद भन्न चाहन्छु सहयोगी मनहरूलाई। सधैँ राम्रो होस्, सधैँ सफलता मिलोस् भन्न चाहन्छु। र जम्मा गरी पैसा चाहिँ 25,635 रुपैयाँ चाहिँ उठेको छ उहाँ बिरामीको लागि भनेर चाहिँ आएको छ पैसा। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु सहयोगी मन सहयोगी हातहरूलाई। सधैँ राम्रो होस् भन्न चाहन्छु। म चाहिँ यो उठेको सहयोग म ट्रान्सफर गरिदिँदैछु उहाँहरूलाई। म चाहिँ जान नपाएको कारणले मेरो छुट्टी नमिलेर चाहिँ उहाँहरूलाई म यही ब्याङ्क मार्फतै म चाहिँ ट्रान्सफर गरिदिँदैछु उहाँहरूलाई। उहाँ बिरामीको लागि हजुरहरू सम्पूर्णले सहयोग गरिदिएको पैसा जम्मा 25,635 रुपियाँ चाहिँ उठेको रहेछ र मेरो तर्फबाट 1,365 रुपियाँ चाहिँ थपेर जम्मा 27,000 बनाएर चाहिँ म 13,500 दुईजनालाई चाहिँ म पठाइदिन्छु है त। ब्याङ्क कुमारी ब्याङ्क खाता नम्बर 007 नाम मुना थामी मोट 13,500। तेह्र हजार 500 चाहिँ मैले पठाइदिँदैछु त उहाँहरूलाई एकजनालाई चाहिँ। खाता नम्बर त सही छ नि 07702630081400001 ठिक छ। कुमारी मुना थामी
13,500। ल गाइजहरू मैले चाहिँ सेन्ड गरिदिइसकेँ है। 13,500 रुपियाँ चाहिँ गइसक्यो। मैले ट्याक्कै स्क्रिनसट पनि गर्छु। ल अब त्यसै गरी अर्को साथी हुनुहुन्छ है त, उहाँलाई चाहिँ म स्क्यान, उहाँको चाहिँ स्क्यान छ र म उहाँलाई चाहिँ म स्क्यानबाट पठाइदिन्छु। $13,500। हजुरहरूको सहयोगी मन, सहयोगी हातले सहयोग गरिदिनु भएको छ र उहाँ बिरामीहरूको चाहिँ एकदमै खुसीको आशीर्वाद लाग्नेछ हजुरहरू सबै सहयोगी मन, सहयोगी हातहरूलाई। हस्त नमस्ते, धन्यवाद। म चाहिँ बिदा हुन चाहेँ।